संविधानविद तथा वरिष्ठ अधिवक्ता अवस्था छ कि छैन, त्यो अवस्था हुन्छ कि हुँदैन को लागि हार्दिक एनसीसी नेपालका सल्लाहकार लेफ्टेनेन्ट श्री भीमतेज बीजी एनसीसी नेपालका यो फ्लोर ओपन हुनेछ अन्तर्क्रियाको लागि। अधिवक्ता संविधानविद प्रमुख सल्लाहकार कृष्णबहादुर राईज्यूले हाम्रो करिब हामीले 3 बजेबाट सुरु गर्ने कार्यक्रम तय भएको भए पनि कानुन निर्माण गर्दाखेरि कहीँ लुपोल्सहरू छन्, ल्याप्सहरू छन् भने त्यसलाई पुरा गरौँ भन्ने हाम्रो लक्ष्य पनि छ। त्यसैले अहिले जुन विधेयक आमाका नाउँबाट छोराछोरीलाई नागरिकता दिने भन्ने आएको छ, सरकारको चाहना पनि कोही नेपाली नागरिकता कार्डले राज्यविहीन हुने नहोस् भन्ने चाहना छ। त्यसलाई हामी अझ बृहत छलफल गरौँ। कानुनकै कारणले तपाईहरुलाई अप्ठ्यारो परेको छ भने अप्ठ्यारो नपर्ने वातावरण सिर्जना होस् भन्ने हाम्रो चाहना छ र हामी तपाईहरुलाई समितिमा पनि ल्याएर छलफल गराउँछौँ। तपाईहरुलाई आमन्त्रितकै रूपमा हामी बोलाउँछौँ। तपाईहरुको आफ्ना कुराहरु राख्नुस्। राज्यले अप्ठ्यारो परेका बेला सबैको कुरा सुनेर कानुन निर्माण गर्नुपर्छ। सम्मान दिएर बोलाउनु पर्ने र उहाँहरूलाई पनि फेरि आवश्यकता भएको छ। बलिने हो जस्तो हामी नारायणहरू छौँ, त्यो परिस्थिति र हामीले पठाएको सम्मान कति गर्ने, कुन प्रकारले गर्ने नेपालले मलाई मेरो पनि जानकारी भएको थियो। गरौँला, हाम्रा जिज्ञासाहरू पनि यहाँहरूसँग राखौँला, यहाँहरूको पनि